आज चाहिँ धेरै पछि आमाले मेरै कोठा सिङ्गाटीमा माछा पकाउँदै हुनुहुन्छ अनि आमाले पकाएको मिठो हुन्छ भनेर दाइ र म लागिरहेछौँ आमाले नै पकाउने अनि हामीले यसो मसला पिन्दिने भनेर हैन माछा पकाउने कार्यक्रम छ। यो चाहिँ सिङ्गाटी खोलाको लोकल असला माछा हो यो हैन। अनि टक्क अब आमाले पकाउनुहुन्छ हामी फेरि यसो खिच्दै भिडियो खिच्दै मसला पिन्दै के गर्दै हैन यो भिडियो बनाऊ भनेर नि। ल है त हेर्दिनु है त सबैजनाले। मम्मी के पकाउनु लाग्यो? माछा पकाउनु भने खै त टमाटर काटेको। टमाटर काटेको छैन त? अब यहाँ आरामसँग गर्नु पर्यो हामीले। माछा पकाउने तयारी हुँदैछ है। धेरै पछि अब आमाले पकाएको माछा खाने तयारी। माछा पनि फेरि यो कस्तो चाँदी चाँदी कलरको देखिरहेको छ। आमा आएर टल्क्यायो कि सबै कुरो के हो? माछा कसरी पकाउनु पर्छ भन्दैन त मन गाउँघरको अर्ग्यानिक तरिकाले कसरी पकाउनु हो यो कराई बसाल्ने मेथी डढाउने प्याज डढाउने भुट बनाउने पकाउने। पहिला ग्रेभी बनाएर मसला भुट्ने त्यसपछि पानी हाल्ने त्यसपछि पानी माछा भयो भुटिया माछा निकै त्यो छुट्टै पहिला माछा फ्राई गर्ने त्यसपछि टक्क यहाँ सिलौटामा पिनेको मसला सर र मसला फुर्दैछ है। यहाँ फुराउँदै हुनुहुन्छ है डढाउँदै हुनुहुन्छ है। यहाँ फ्राई हुँदैछ मसला रातो बनाएर चट्ट भन्दै हुनुहुन्छ बाबाले। गोलबाट कतिवटा काट्नु? दुईटा दुईटा काट यो कुया जस्तो छ यो यता ठुलो चाहिँ काट्ने मम्मीले यो सानो काट्ने त्यहाँ के हाल्ने हाल्दैन ट्याक्क माछा पकाउने कार्यक्रम भइरहेछ। ए गोलबाट काट्ने बिर्स्यो क्या हो यो त मसिनो बनाइदिउँ। हुन्छ त्यो के हाल्नु हाल्नु न डढी गोलबाट नि हालिदिउँ हालिदिउँ त्यो पनि हाल्नु त्यो पनि हाल्नु त अहिले फेरि देखाउँदा माछा त फेरि उस होला है हल्दी कि त हिन्दी त बोल्नु नहुने हो नेपाली भ्लगिङमा। ए त्यहाँबाट ठिक्क ठाउँमा खाएर छ मम्मीले भुटेको गरेको सबै देख्छु। यो पासम कति हल्ला गर्छ कोही अनि म खोर्सानीको अचार हालिदिन्छु। चोरी है त्यो कस्तो नराम्रो चाहिँ यो त भोक्रो परेर गाईको मासु यहाँ नुनु गर्नु छैन होइन त नुन अब ट्याक्क अलिकति के को पकायो सर्स्यौँको होला है मम्मी? आलु हो सर्स्यौँकै हो छोप्छ नि
हुँदै गर्नु म पानी ल्याउँछु ल मम्मी हाल्दिनु वाउ अब हेर्नुहोस् गाइस कति मिठो हुन्छ आजको माछा यसरी टक्क सिलौटोमा लस्स 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 पिनेको मर मसला अनि आमाको कला लोकल माछा आमाले पकाए जस्तो उसै मिठो हुन्छ ती माथि आज त आमाले माछा पकाएको भिडियो गरेको नि उहाँले यो माछा पकाउनलाई छोपिदिएर ठुलो योगदान गर्नु भएको छ खोर्सानी ए यता मेथी यो त मेरो बहिनी भइहाल्यो नि यो त कहाँ जान्छ त अहिले माछा एकवटा माछा कान खाएर जान्छ अस्ति कहाँ एउटा बाजेले ड्रोनलाई भक लगाइ यत्रो भाडाले हानेर फकै पार्छ यसले नि क्यामेरा टपक्क टिप्ला त गर्छ होइन गोप्रो गोप्रो एक्सन क्यामेरा आमाले माछा पकाएको एउटा सानो भिडियो बनाइदिउँ भन्दा नि के चाहिँ ढिँडो पकाएर खोज्न नि अहिले जान्छु यो चाहिँ पासाङ तामाङ बहिनी आएर हेलो कसको छोरी हो तिमी कसको छोरी हो कसको छोरी हो तिमी मम्मीको नाम के हो तिम्रो भाइ हो त्यो काठमाडौँबाट आएको रे दिनभरि के भएको रे मम्मी बमान रे कि विमान एकपट्टि क्यामेरा एकपट्टि मान्छेलाई त्यो चाहिँ हो है रेडी 1 2 फोटो खिच्नु भयो रेडी 1 2 हजुर कस्तो पानी अलिकति चुने बित्तिकै हिलो हुन्छ क्या त भुइँ घर जस्तै हो कस्तो